साथीहरू नमस्ते, यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी नेवारहरूको घरमा बन्ने काँक्रो, केराउ र आलुको अचारको रेसिपी बनाउन जाँदैछु। अब सुरुमा मैले आलुलाई उसिन्नको लागि राखिदिएँ किनकि यो चिसो हुनलाई टाइम लाग्छ। त्यसपछि मैले काँक्रोलाई काटेँ। काँक्रो, खुर्सानी, धनियाँलाई आफूलाई मनपर्ने सेपमा काटेँ। अब चाहिँ मैले केलाएर राखेको तिल लिएर फुट्नलाई सुरु गरेँ। तिल फुटिसकेपछि मैले चिसो हुनलाई एकछिन छोडिदिन्छु किनभने तातो मिक्सरमा मिक्स गर्नु हुँदैन। अब मैले यसलाई छोडिदिएँ एकछिन चिसो हुनलाई। त्यतिन्जेल मैले कागती काटेँ। आलुलाई पनि चिसो हुनलाई राखिदिएँ। आलु पनि पाकिसक्यो हाम्रो। अब चाहिँ मैले मिक्सरमा मिक्स गरिसकेँ, धुलो बनाइसकेँ। अब यो सबै काटेर राखेको सामग्रीहरू काँक्रो, भिजाएर राखेको केराउ, खुर्सानी, कागती र धनियाँ। अब एउटा भाँडा लिएर मैले तिलको धुलोलाई लिएँ। त्यसमा मैले कागती निचोरेँ अनि तेल तात्नलाई छोडिदिएँ यो छान्नको लागि। अनि मैले मेथी चानेँ। अब मेथीलाई एकछिन ब्राउन हुनको लागि छोडिदिन्छु। त्यतिन्जेल मैले तिलमा जिरा, बेसारको धुलो र नुन हालेँ स्वाद अनुसार। अब मैले खुर्सानीको धुलो चाहिँ मैले तेलमा जानेँ किनभने यसले चाहिँ कलर एकदमै राम्रो आउँछ, स्वाद पनि बढाउँछ। अनि त्यसपछि मैले झानिदिएँ तिलको पाउडरमा। अनि हिङ र तिमुर राखेँ। तिमुर चाहिँ एकदमै अप्सनल हो भने हिङ चाहिँ राख्नै पर्छ यो अचारमा। यो तातो छ, मोल्ने बेलामा बिस्तारै मोल्नु होला, विचार गरेर अलि चिसो बनाएर मात्र मोल्नु होला। त्यसपछि मैले केराउ हालेँ, काटेर राखेको काँक्रो पनि हालेँ, मजाले मोलिदिएँ एकछिन मैले। अनि त्यसपछि मैले आलु पनि हालेर मजाले मिक्स गरिदिएँ। यसमा चाहिँ हजुरहरूले लप्सीको माडा या लप्सीको धुलो पनि हाल्न सक्नुहुनेछ। मसँग अहिले एभाइलेबल नभएकोले मैले कागती नै निचोरेँ। मजाले मिक्स गरिदिएँ यसलाई। यत्तिको मिक्स भइसकेपछि चाहिँ हजुरहरूले धनियाँ र खुर्सानी राख्न सक्नुहुनेछ काटेर राखेको माथिबाट। यसरी नै छोडिदिनु पनि सक्नुहुन्छ भने मलाई चाहिँ यो मिक्स भएको मनपर्छ, त्यही भएर मैले फेरि एकचोटि यसलाई मोलेँ, मजाले मिक्स गरेँ फेरि एकचोटि। हेर्नुहोस् त हाम्रो यो अचार कस्तो मिठो खाउँ लाग्दो भयो। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यहाँहरू पनि यसरी नै अचार बनाएर खानुहोला।